सो के छ केटाकेटी हो आफ्टर अ भेरी लङ टाइम भन्दा त कस्तो हुन्थ्यो होला फेरि पनि यतापट्टि हो फेरि पनि हामी आइसकेका छौँ नयाँ ब्लग लिएर आज चाहिँ म राइड गर्ने होइन युवाङबाट आउँछ हजुरहरूको पोप सबै छिन्यौ नि आज चाहिँ म भिडियो बनाउँदिन खै पक्दा त साइकल उयो चाहिँ गर ल अब मेरो ठोक्दा देख्दैनौ भने यतादेखि हेर न यहाँ क्यामेरामा देखिँदैन काट्ने खोल्ने उयो यतै हो तर यो धेरै नै उयो भयो मुनि भयो अरू केही देखिँदैन ओके टाइट अब राइडिङ पोजिसनमा यसरी ल गाइज हामी लागिसके होइन आजको भिडियो कस्तो बन्छ त्यो थाहा छैन जस्तो पनि बन्छ राम्रै बन्छ आजको यो पिची छुट्यो जस्तो छ आज अलिकति कम्फर्टेबल हुँदैछ क्या छातीमा क्यामेरा बोकेर नभए प्रायः जस्तो गाह्रो हुन्थ्यो आज लङ अलिकति गयो कस्तो लागिरहेछ फोन सबै भरेर त्यही भएर ल्याग गरेको थियो साथीको के भन्छ के भन्ने यहाँ साथीको दुवै बासी हुँदैछ होइन स्टोरेज नभएर 42 यो मिनटको मात्रै बन्छ क्या यो क्यामेराले होइन स्टोरेजको कमी छ किनकि मेमोरी कहाँ हराएको छ अब किन हरायो त्यो चाहिँ मलाई थाहा छैन होइन म त यतिखेर युज मात्रै गर्दैछु क्यामेरा ल हामी कच्ची बाटो सक्नु लाग्यो के अरे के महेन्द्र मावि के स्कुल आउनु लाग्यो उता पर हेर्नु सक्नुहुन्छ अनि अगाडि एकजना भाइ आफ्नो कम्बर हल्लाउँदै मर्काउँदै हिँड्दैछ ले बाटो बन्दा बोकेर लग्नुपर्छ म्या बोक्क आए म्या एकछिन पर्ख ल म आउँछु ब्रो बाटो त नरहेछ यार कता यताबाट ए पर्ख बोक्क बवाल बनाएको छ हेर्दा पनि चिटिक्कको होइन चिटिक्कको भाइ चिटिक्कको साइकल ल एकछिन काट्नु पर्ला फ्रेममा देखाउनु परेन साथी अब आज साथी होइन आज साथी के होइन आज साथी हो के भन्छ अब फ्रेममा आउनुको लागि मान्छे होइन म चाहिँ आज भिडियो गर्ने मान्छे यहाँ थोरै गाउँदिनु ट्यापको आयो म्या ओमो ए जाला भाइ सिट अग्लो होस् त्यही हो ल अब एउटा भर्खरै बनाएको रोड होइन चिटिक्कको रोडमा चिटिक्कको उइली चिटिक्ककै उइली हान्नुपर्छ चिटिक्कको रोडमा म्या कस्तो यार आम्बो भनेर क्या जमा हानु आम्बो यार रेकर्डिङ हुँदैछ म्या घरि टर्च छ यार क्यामेराले पनि यसको बटम अलिकति भित्र रहेछ क्या क्यामेरा बन्यो भन्दा चाहिँ त्यसको सिट अग्लो बनाएको छ क्या किनकि मैले त्यो होइन उयोको लागि मोडिफाई गरेको नि त के थाहा छ के हेर्नु मान्छे तर्साउन यार कुकुरहरू बाटोमा बसिरहेको बेला झ्याँ गर्दा टर्साउँदा मजा आउँछ क्या साथी एउटा सानो तिम्रो अब साथीको फेरि कन्डो भएको छ यार मल्ला जस्तो हालत हुन्छ यार यो बाटोमा होइन थोरै सफारी अलिकति पनि 15 को स्पिड पक्रियो भने होइन तपाईँहरूको होइन 5 किलो बसेर झारिदिन्छ यार बाटोमा बाटो आज यस्तै छ पुऱ्याउनु पर्ने मजै छ ओमा ए हो त खतरा गम यार पुरै कटो यार कसरी कटो किन कटो
यहाँ साथीको यो स्लाइड चाहिँ बवाल हान्छ क्या होइन स्लाइड हान्न अरू के हानेको थाल्छ जस्तो कि स्ट्याल र ल हामी फेरि लागिसक्यो होइन हो यो के पो हामी थोरै रेस्ट गरेको थियौँ पर मा रुखको छेउमा होइन ल अब म बाटो अब चाहिँ खतरा है क्या बाजा ए हटा 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 निस्क्यो यार अब यहाँ स्ट्रेन लेभल गयो होइन स्ट्रेन्ज लाग्छ छ आऊ आऊ अब यहाँ खतरा लाइट हुँदैछ आम्बो यहाँ कस्तो ब्यालेन्स गर्नै गाह्रो झम बाबले ओहे झन्डै भयो ल होइन यो मेरो यो भिडियोमा फर्स्ट ट्रायलको भिडियो होला होइन यो कस्तो चिप्लेको या यो हिलो हुँदैछ नि त तल ब्रेक हान्छ त प्याट चिप्लेर पल्टिनु खोज्छ तपाईँहरूलाई कस्तो लाग्दैछ होइन क्यामेरामा आउँदैछ कि आउँदै छैन सकेसम्म क्यामेरामा झिक्नै खोजेको आयो गले यार लङ ट्रेल हान्ने यता यता भाइ कता हराएछ एउटा बाटो आइदैन आइज के छ गाइस कस्तो लाग्यो त ट्रेल म पनि फेरि एकचोटि मात्रै आउँछु ल यसमै आउँछु ल मजा आएन के फर्किँदा भनेको फर्केर फेरि एकचोटि आउँछु म 16 ए कतिखेर अहिले किन ए घरि के पस्छ घरि के पस्छ के हो भाइ तिम्रो पछाडि भूत छ भने के हो यहाँ ढाडमा हालिदिँदा यो त स्पिड बढाउनु पर्छ होला ओ होइन म चाहिँ स्पिड भन्दाखेरि उयो मजा आउँछ होइन मलाई स्पिड मजा लाग्दैन कि जति उयसमा मजा आउँछ ट्रेल इन्जोय गर्नु ट्रेल रिड गर्नु झन् मजा लाग्छ मलाई अनि त्यही हो अघि गएर यो साइकलमा त धेरै डिफ्रेन्स छ यार म तल्लो बाटो आएको थिएँ क्या अघि होइन यही बाटो हो मजा आयो Hola. You guys. Okay guys, अब चाहिँ त यो